हाई, हेलो, नमस्ते, सम्पूर्णमा शुभ दिन। फेरि हामी एउटा कुरा लिएर यो कहिल्यै नसुल्झिने कुरा लिएर आएका छौँ। यो कुरो हो कि हाम्रो समाज, गाउँ, टोल, छिमेक, हाम्रो नजिक जो कोही व्यक्तिहरूले मेरो त भाग्य नै छैन, मेरो त कर्म नै यस्तो, मेरो त जे गरे पनि नहुने, नराम्रो, जताबाट पनि राम्रो नहुने, मेरो चाहिँ भाग्य यस्तो, कर्म यस्तो भनेर दुखेसो पीडा पोखेको सुनिन्छ होइन। वास्तवमा अब त्यो सबैको त्यस्तै हुन्छ होइन। र अनि अन्तिमतिर आएर भाग्यलाई नै दोष दिने कुरो देखिन्छ कि त्यसैले गर्दाखेरि भाग्यलाई दोष दिनुभन्दा पहिले होइन, या त यो के भन्छ नि, यो भाग्यको यो दरवाजामा मुट्कीले हान्नुभन्दा पहिले होइन हामी भन्छौँ कि होइन, पहिला सुरुमा कर्मको तुफान पैदा गर न। अनि कर्मको तुफान पैदा गरेपछि भाग्यको ढोका त खुलिहाल्छ नि। हो त्यस्तै हो के सरहरू, मित्रहरू, माझहरू होइन। कर्मलाई मात्र दुःख लगाएर दुखी हुनु होइन क्या होइन। यो के भन्छ भने भाग्यलाई मात्र दोष लगाएर दुखी हुनु होइन क्या। कर्मको एकदम आदि बेरी र तुफान सुरु गर्नुहोस् र भाग्यको ढोका त आफै खुल्छ। हामीले मुट्की बजार्नै पर्दैन भाग्यको ढोकामा भन्ने कुरो पनि छ है। यतातिर लुकेको, यतातिर पनि हामी सबैले ध्यान दिउँ। यसमा हाम्रो सबैभन्दा राम्रो प्रगति हुनसक्छ। हवस् त, आजलाई यति नै।